त्यति सुतिरहेको छ र पनि मेरो सबै थाहा हुँदो रहेछ मैले ब्लग कसरी बनाउँछ के बोल्छ हेलो हेलो एभ्रीवन चियाको बोटैमा ल अघि त दामी लाग्यो चियाको बोटको देखाउ न एकछिन रुखको बोट चाहिँ के हो कुनी कोही फेर्नु छ होला कोही मोहनी लाकी आके हजुरको सत्कारमा आँखामा गाजल लाउनै भुलेछु मैले त हो त हेलो साथीहरू हामी चाहिँ मम्मीलाई घुमाउनु लालीगुराँस जाँदैछु मम्मी जानु भएको छैन अरे नि त लालीगुराँस त्यसैले गर्दाखेरि चाहिँ म मम्मी अन्त दिदी जाँदैछु हामी तीनजना हेर्नु न सामसिङको मान्छे भएर सामसिङको मान्छेहरू हाम्रो मम्मी चाहिँ लालीगुराँस जानै भएको छैन अरे नि त त्यो आई लभ सामसिङ लेखेको त्यो ठाउँ चाहिँ जानु भएको छैन अरे अटोको जानु भएको छ अरे त्यसैले गर्दाखेरि चाहिँ हामी नमस्ते हजुर अन्त हामी जाँदैछु हामी चाहिँ स्ट्यान्ड आइपुग्न आँट्यो हो साथीहरू त्यतितिर त के साह्रो हँसाएको मेरो भ्लगमा मात्रै हँसाउँछ गुड मर्निङ माई भ्युअर्स भन्छ कि फेरि कस्तो हुनुहुन्छ सन्चै हुनुहुन्छ भनेर आशा गर्छु अब चाहिँ म बिस्कुटै चाहेको सुती पनि याद हाम्रो त्यति सुतिरहेको छ र पनि मेरो सबै थाहा हुँदो रहेछ मैले ब्लग कसरी बनाउँछ के बोल्छ हेलो हेलो एभ्रीवन हामी पुग्न आँट्यौँ साथीहरू लालीगुराँस म त हेर्छु हो म त आइन तपाईँहरू पिकनिक खेल्नु म त पिकनिक खेलेको दिदीहरू पिकनिक खेल्नु आएको अहिले लालीगुराँसमा कोही आउँदैन सोमबारे जान्छ पिकनिक खेल्नु सोमबारे मात्रै अहिले बनाएको छ अब एउटा गीत गाउन आँटेको छ हामीहरू त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ चियाको बोटैमा हाम्रो चियाको बोटैमा ल अघि त दामी लाग्यो चियाको बोटको देखाउ न एकछिन चियाको बोटमा मुना पलाए चाहिँ सानो मनमा माया पलायो ल अन्त बिना सिजनमा लालीगुराँस आयो लालीगुराँस साथीहरू हामी चाहिँ लालीगुराँस आइपुगे फाइनली हम लोग आ चुके हैं लालीगुराँस में लालीगुराँस आइपुगे तर के गर्नु टुरिस्टहरूले घेरेछ हाम्रो आई लभ सामसिङ राइट त साथीहरू यही हो लालीगुराँस यो चाहिँ लालीगुराँसको माथि टप तपाईँ आउनु भएको थिएन होइन ल हेर्नु त अन्त लु हेर्नु खै ऊ भक्कुलाई खिचिरहेको छ त्यही त मम्मीलाई फोटो खिचाइदिउँ भने यत्तिकै रहेछ हाम्रो त पालो आउँदैन क्या फोटो खिच्ने नि मम्मी ल अब चाहिँ मम्मीलाई फोटो खिच्दिन आँटेको मैले चाहिँ साथीहरू लालीगुराँस चाहिँ यही हो म तपाईँलाई देखाउँछु लालीगुराँस चाहिँ यही हो केही हुँदैन हौ यहाँ तल चाहिँ पिकनिकहरू खेल्छ हो साथीहरू त्यो रातो छाना भएको त्यहाँ चाहिँ होटलहरू छ साथीहरू यस्तै छ लालीगुराँस यहाँ तल यो खोलालाई चाहिँ मूर्ति खोला भन्छ साथीहरू हजुर जङ्गलहरू साथीहरू अब चाहिँ हामी घर फर्किँदैछु कस्तो लाग्यो तपाईँलाई एकदम दामी लाग्यो अघि भनिसक्यो म घर फर्केको भनेर अब चाहिँ हामी घर फर्किँदैछौँ साथीहरू यो रुखको बोट चाहिँ के हो कुनी यो बोट चाहिँ कुन बोट हो कुनी साथीहरू मलाई त थाहा छैन कस्तो दामी फुल फुल्छ यसको चाहिँ है दिदी उयो परको टिप्नु उयो ल म पक्रिन्छु तपाईँ पर जानु न मै पक्रिरहेको छु यो सँगसँगै गएर किनकि धुलाई भयो ब्रेक नगर बाइ सक्दैन कोही फेर्नु छ कोही ल जानु पक्रिनु या त खै चल यो डाँडामा पक्रिन्छु ल टिप्नु म पक्रिनु मलाई पेन हो यो फुल है
दामी रहेछ मोहनी लाकी आके हजुरको सत्कारमा आँखामा गाजल लाउनै भुलेछु मैले त हातमा रुमाल हल्लाउँदै माया हातमा रुमाल हल्लाउँदै तिमीले पो गर्दैछ मलाई पो गर्नु लाउँदै रहेछ अहिले चाहिँ के भन्छ के भयो के गीत थियो मैमोरीलाती दौडिँदै हाती हजुरको सत्कारमा दौडिदियो हजुरको सत्कारमा अन्त के भन्छ लुना छिटो आँखामा कसरी लुना मैले कस्तो गरेँ भन्नु आँखामा गाजल लाउने मेरो कुकुरा त गुए भन्छ त मम्मीले त के भएको रहेछ थपरी मार्दिन्छ त के भएको थपरी मार्छ त दिदीले त नि तैँले किन के खाएकै गुवा कसले दे तँलाई गुवा ल म यहाँ हेर्दैछु कसले दे तँलाई गुवा भन् न म नि माग्छु हाम्रो साइडको कुकुर भएर यही हो मोर घर जानु म चाहिँ गुवा माग्नु यही हो हाम्रो यहाँ मम्मी दिदीहरू चाहिँ घर नजाने अरे उयो कुकुर हेरिरहने अरे आम्बो फुटबलर गयो गुवा चेपुवा कुकुरलाई चाहिँ तपाईँले गुखाले कुकुर भनिदियो कि अर्कोले गुए मुतुवा के भएको रहेछ हौ त्यसो त नभन्नु न मेरो घरको कुकुरलाई स्वागत गर्नु को छौ यहाँ साथीहरू म चाहिँ घर आइपुगिसकेँ हो ओके एभ्री वान टेक केयर